अहिले यो विजय गुम्बामा छु है। विजय गुम्बाबाट मैले चारैतिर घुमेर भ्यू बनाउँदैछु। मसँग मेरो साडी भाइ पनि हुनुहुन्छ। अब हेर्नुहोस् चारैतिर ल यो काठमाडौँ भ्याली गजब देखिया छैन त। ल घुम्न आउनुहोस् है। ल रमाइलो पनि छ। आज के बार रे? शनिबार भइदिएको भए अलि जोडा बेजोडाहरू देखिन्थ्यो। आज धेरै जस्तो बेजोडै देखिएछ। आज बिहिबार के अरे शनिबार भएको भए अलि जोडा जोडा देखिन्थ्यो होइन। आज चाहिँ बेजोडा बेजोडा देखिएको छ। यस्तो छ भ्यू। म तपाईँलाई आज बेजोडा देखिएको छ। इन्क्लुडिङ यु एन्ड मी अल्सो। शनिबार भइदिएको भए जोडा जोडा देखिन्थ्यो। आज बिजोडा बिजोडा देखिएको छ। आइज बाबु आइज आइज बाबु आइज। ल यहाँ घुम्न आउनलाई सबैलाई निमन्त्रण। गजब छ नि हो भ्यू गजब छ। ल के चाहियो? विदेश के घुम्नु हो आफ्नै स्वदेश घुम्नु गजब छ त। रमणीय स्थल अफ्रिकामा यस्तो हेर्न कहाँ पाइन्छ यार। त्यहाँ समुद्रको किनार मात्र हेर्ने अफ्रिकामा चाहिँ। यो गुम्बा विजय गुम्बा भने यही हो। तपाईँहरूलाई चारैतिर घुमाउँछु। कस्तो लाग्यो त? ल अलिक मजाको देख्दो रहेछ काठमाडौँ सहर हेर्न लाग्यो। अब यहाँबाट अझै राम्रो देख्दो रहेछ गुम्बा। अब यहाँले स्त्री देखाउँछु म तपाईँहरूलाई। गजब छ नि हो। म अझै यता घुमाउँछु। यहाँ चाहिँ सायद यो डोनेसन दिने ठाउँ होला। यो चाहिँ बत्ती बाल्ने ठाउँ होला। राति भएको भए झिलिमिली झैँ देखिन्थ्यो। यो तलबाट आउनुपर्छ। तलबाट आउनुपर्छ। अलि अलि तलबाट यसरी घुस्ने बाटो छ होइन? यहीँ नजिकै छ। धेरै तल छैन। यहाँ खोइ खोलेको छैन क्या। हामी पनि अलि तलबाट आएको क्या। होला होला हामी अलि तलबाट आयौँ क्या। यो यसैबाट झरेर जाँदा पनि हुन्छ। सब बाटो छ भने जाँदा हुन्छ। हामी चाहिँ अलि तलबाट आएको।